धेरैजसो नेताहरू आफ्नो विरोध भएको मन पराउँदैनन्, तर भारतमा एकजना यस्ता विद्रोही नेता थिए जसले भन्थे यदि कसैले मेरो विरोध गर्दैन भने तिमीहरू आफै सडकमा निस्किएर मेरो विरोध गर। ती नेता थिए डाक्टर राम मनोहर लोहिया। उनी मान्थे कि लोकतन्त्रमा सरकारलाई प्रश्न सोध्ने मान्छे सधैँ जीवित हुनुपर्छ। उनको एउटा चर्चित भनाइ थियो, जब सडक शान्त हुन्छ तब संसद आवारा हुन्छ। लोहियाले आफ्ना कार्यकर्ताहरूलाई सिकाएका थिए कि सरकार आफ्नै पार्टीको किन नहोस्, यदि त्यसले गल्ती गर्छ भने चुप लागेर नबस्नु। अन्याय सहनु भनेको तानाशाहलाई जन्म दिनु हो। त्यसैले उनी सधैँ जिन्दाबाद मुर्दाबाद भनिरहनुपर्छ भन्ने मान्यता राख्थे। आजको राजनीतिमा नेताको भक्ति गर्नेहरूका लागि लोहियाको यो विचार एउटा ठूलो झापड हो। उनले सिकाए नेताको होइन नीतिको पछि लाग्नुपर्छ।